गुड मर्निङ विद्यार्थी भाइ बहिनीहरू। अघिल्लो भिडियोमा मैले एउटै आधार र उही समानान्तर रेखाको बीचमा एउटा समानान्तर चतुर्भुज र एउटा त्रिभुज बन्यो भने तिनीहरू बीचमा कस्तो सम्बन्ध हुन्छ, के रिलेसन हुन्छ भन्ने कन्टेन्टको आधारमा भिडियो बनाएको थिएँ। आज त्यही कुरालाई कन्टिन्यू गर्दै त्यसरी नै एउटै आधार र उही समानान्तर रेखाको बीचमा दुईवटा समानान्तर चतुर्भुजहरू बने भने तिनीहरू बीचमा कस्तो सम्बन्ध हुन्छ, तिनीहरूको क्षेत्रफलमा कस्तो सम्बन्ध हुन्छ विशेष गरेर भन्ने बारेमा यो भिडियो म बनाउँदैछु। भाइ बहिनीहरूलाई एकदमै उपयोगी हुन्छ, विशेष गरेर कक्षा 10 मा अध्ययन गर्ने भाइ बहिनीहरूलाई टार्गेट गरेर मैले यो भिडियो क्रिएट गर्न खोजिरहेको छु। म भाइ बहिनीहरूलाई यो भिडियोमा भनिएका कुराहरू, भिडियोमा भएका कुराहरूलाई राम्रोसँग अध्ययन गरेर फाइदा लिनका लागि अनुरोध गर्छु। यहाँ भाइ बहिनीहरू चित्रमा देख्न सक्छौ, एउटै आधार एबीमा दुईवटा समानान्तर चतुर्भुजहरू, एउटा एबिआइएच र एबिजिएफ दुईटा समानान्तर चतुर्भुजहरू बनेका छन् र यो दुईटा समानान्तर चतुर्भुजहरू सेम प्यारलल लाइन्सहरू एबी र डिई को बीचमा बनेको देखिन्छ। भाइ बहिनीहरूले सजिलै थाहा पाउन सक्नुहुनेछ। एबी भन्ने समानान्तर रेखा र डिई भन्ने समानान्तर रेखाको बीचमा यहाँ दुईटा समानान्तर चतुर्भुजहरू बनेका छन्। अब यो दुईटा समानान्तर चतुर्भुजहरूको आधार एउटै छ, समान सेम प्यारलल लाइन्सको बीचमा भएकाले यी सेम प्यारलल लाइन्सको बीचमा जति पनि हामीले पर्पेन्डिकुलर लाइनहरू तान्छौँ त्यो दुईटालाई जोड्ने गरी ती पर्पेन्डिकुलर लाइनहरू सधैँ लाइनको डिस्टेन्स सधैँ बराबर हुन्छ। यसको बेरिङ यदि हामीले दुईटा समानान्तर रेखाको बीचमा दुईटा समानान्तर चतुर्भुज बनायौँ अथवा अरू नै फिगर बनायौँ, जस्तोसुकै चित्र बनाए पनि त्यो दुईटा चित्रको उचाइ बराबर हुन्छ यदि तिनीहरू सेम प्यारलल लाइन्सको बीचमा छन् भने। त्यसैले यहाँ बनेका दुईटा समानान्तर चतुर्भुजहरूको पनि आधार एउटै अनि उचाइ पनि एउटै। भाइ बहिनीहरूलाई थाहा छ, समानान्तर चतुर्भुजको क्षेत्रफल हामी निकाल्नका लागि हामीले पहिला नै स्थापित गरेको फर्मुला के छ भन्दा आधार इन्टु उचाइ। अब यो दुईटा समानान्तर चतुर्भुजको त आधार पनि एउटै छ, एबी आधार हो र यो पहिलोको उचाइ मानौँ आई बाट तानेको पर्पेन्डिकुलर लाइन भयो, अर्कोको एफबाट हामीले पर्पेन्डिकुलर लाइन तान्यौँ एबीमा भने यो दुईटा पर्पेन्डिकुलर लाइनहरू पनि के हुन्छन्, बराबर हुन्छन्। त्यसो गर्दा एउटै आधार र उही समानान्तर रेखाको बीचमा दुईटा समानान्तर चतुर्भुजहरू बन्यो भने तिनीहरूको आधार पनि बराबर, उचाइ पनि बराबर हुँदो रहेछ र समानान्तर चतुर्भुजको क्षेत्रफल निकाल्न हामीले आधार इन्टु उचाइ गर्नुपर्छ। यसो गर्दा त यी दुईटैको क्षेत्रफल के हुँदो रहेछ, बराबर हुँदो रहेछ। यहाँ भाइ बहिनीहरू चित्रमा पनि देख्न सक्छौ, यो पहिलो समानान्तर चतुर्भुज एबिआइएच को क्षेत्रफल एचएबिआई को क्षेत्रफल 16 सेमी स्क्वायर छ। दोस्रो समानान्तर चतुर्भुज एबिजिएफ को क्षेत्रफल पनि 16 सेमी स्क्वायर छ। यसको अर्थ यो दुईटै समानान्तर चतुर्भुजको क्षेत्रफल के देखियो, बराबर देखियो। अब मैले बेसलाई यताउता तन्काएँ भने र समानान्तर चतुर्भुजको सेपमा परिवर्तन हुँदै आयो भने पनि यिनीहरूको एरियामा केही पनि परिवर्तन भएको देखिन्न। हेर्नुहोस् त, बेसलाई मैले यताउता सारेँ, यसरी सार्दै गर्दा दुईटा समानान्तर चतुर्भुज त बनेका छन्, तर यिनीहरूको सेप अघिको भन्दा फरक हुँदै गएको छ। यसरी सेप फरक पर्दै जाँदा पनि एरिया चाहिँ 16 सेमी स्क्वायर नै देखिन्छ। फेरि समानान्तर चतुर्भुजको उचाइ त अथवा यो प्यारलल लाइन्सको हाइट त सधैँ बराबर त हुँदैन, प्यारलल लाइन्स त माथि तल तान्देला, प्यारलल लाइन्सहरू यसरी ताने। यसो गर्दा समानान्तर चतुर्भुज त्यही नामका दुईटा समानान्तर चतुर्भुजहरूको हाइट बढ्दै गयो। हाइट यसरी बढ्दै 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 जाँदा पनि यिनीहरूको एरिया चेन्ज भएर हेर्नुहोस् त एरिया इक्वल देखिन्छ। जति मैले यो सर्टेन पोइन्टमा रोकेँ 27.28 सेमी स्क्वायर छ दुवैको एरिया, फेरि अलिक झारेँ 23.6 सेमी स्क्वायर छ, फेरि अझै झारेँ 18.24 छ, अझै सानो बनाएँ 12.88 भयो, अझै सानो, यतिको सानो बनाएँ। अहिले पनि प्यारलोग्राम्स, दुईटा प्यारलोग्राम्स एबिजिएफ र एचएबिआई बनिरहेका छन् र तिनीहरूको एरिया अहिले कति देखिन्छ भन्दा हेर्नु त अहिले
5.12 cm² देखिएको छ। अब बढाउँदै लगे फेरि 9.2 मा पुग्यो, दुईटैको बराबर छ। यसरी मैले यसरी जता घुमाए पनि यिनीहरूको एरिया इक्वल देखिन्छ। योबाट हामी के निष्कर्षमा पुग्न सक्छौं भाइ बहिनीहरु भन्दा if two parallelograms are standing on same base and between same parallel lines, दुईटा समानान्तर चतुर्भुजहरु एउटै आधार र उही समानान्तर रेखाको बीचमा बनेका छन् भने तिनीहरुको एरिया जहिले पनि के हुन्छ बराबर हुन्छ। अब योबाट भाइ बहिनीले अर्को कुरा पनि जेनरलाइजेसन गर्न सक्छौं, बराबर आधार र बराबर उचाइ भएका समानान्तर चतुर्भुजहरुको क्षेत्रफल के हुन्छ बराबर हुन्छ। हस्, धन्यवाद।